नरु छोरी नरु। तैले त बुझेकी छेस् त तिनीहरूले हामीलाई कति हेप्छन्। यो सब थाहा हुँदा हुँदै तिनीहरूले जहाँ बोलाए त्यही आउनु पर्ने। तिनीहरू पापी त थिए अपराधी पनि रहेछन् भन्ने कुरा बल्ल थाहा पाए। शत्रुलाई मित्रको भावले हेर्नु तिम्रो ठुलो गल्ती थियो। शत्रु आखिर शत्रु नै हुन्छ। मिठो बोलेर काम लगाइदिन्छु भन्दै पेसपिसहरू पैसा पनि दियो। अनि तैँले विश्वास गरिस् अनि पैसाको लोभमा परिस् होइन त? आमा, हजुरहरूको दुःख कति दिनभर ठुलो ठुलो हेरेर बसौँ। त्यही भएर कसैले काम दियो भने त मैले काम गर्नै पर्यो नि आमा। त्यसमा मेरो के गल्ती? तँलाई हामीले पहिल्यैदेखि भन्दै आएका थियौँ त्यसरी कसैको पनि झट्टै विश्वास गरि नहाला भनेर। हेर त आँखा चिम्म गरेर विश्वास गर्दाको परिणाम के भयो आज? धन्न म बेलामा आइपुगेर अनर्थ हुनु पाएन। आमा, हामी कति दिन यिनीहरूसँग डराएर बस्ने? अब यस्तालाई कानुनी कारवाही गर्नै पर्छ। कानुन? कुन कानुनको कुरा गरे कि छोरी तैँले? एउटा कुरा हामीले बुझ्नै पर्छ। जुन कानुनको कुरा गरेको छेस् नि तैँले त्यो कानुन हामी जस्ता गरिबको लागि बनेको होइन। त्यही फटा जालीहरूको लागि मात्रै बनेको हो। तर आमा, कानुनमाथि त सबैले विश्वास गर्नै पर्छ नि। हामी जस्तोले त विश्वास मात्रै गर्ने हो। तर ती पैसावालाहरूले कानुनलाई किनेर हामी माथि विश्वासघात मात्रै गर्छन्। तेरो मनमा नराम्रो छाप बस्ला भनेर हामीले भनेका थिएनौँ, तर आज भन्नै पर्ने भयो। तेरो बाले कुनै गल्ती नगर्दा पनि गाउँका सबै मिलेर अस्ति भर्खरै कालो मोसो दलेर सिस्नुको माला लगाइदिएका। निकै ठुलो यातना दिए तिनीहरूले तेरो बाले। त्यसैले हाम्रो पक्षमा बोल्ने यहाँ कोही छैनन् छोरी, कोही छैनन्। त्यत्रो घटना घट्दा पनि हजुरहरूले मलाई किन नसुनाउनु भएको? भन्नुहोस् न आमा, किन नसुनाउनु?